साथीहरू एकैछिन यो केपी शर्मा ओलीको भाषण सुन्नुहोस् त। उहाँले के भन्दै हुनुहुन्छ? उहाँ त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा अब उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। यो ठाउँ त धेरै एडभान्स छ नि। उहाँले यहाँबाट सिक्नु पर्छ, यहाँ केही गर्ने भन्दा पनि। सिक्नै आउनुभयो। अब सिकेको त काठमाडौँमै देखिसक्यो। कठै मेरो भन्नेवाला भावी प्रधानमन्त्री के बोल्नुभयो तपाईँले? तपाईँको जिल्ला झापा मात्रै हो, तपाईँको नेपाल झापा मात्रै हो। तपाईँले झापालाई त एडभान्स जिल्ला बनाउनु भएन। अन्य नेपालको जिल्लाहरू तपाईँले हेर्नुभएको छ? कर्णाली पिछडिएको छ, कर्णालीको कुनै जिल्ला हेर्नुभएको छ? कर्णालीको अधिकांश हिमाली क्षेत्रमा हेर्नुभएको छ, जानुभएको छ। त्यहाँको जनताले चौरीको गोबर बाल्दै बसेका छन्। चौरीको गोबर बालेर तपाईँको त्यहाँबाट खाना पकाएर खाएका छन्। तपाईँले भने जस्तै ग्यासको पाइप घर घरमा पुर्याउँछु अनि त्यो भन्नुभएको थियो। सबै जिल्लामा पुर्याउनु भयो तपाईँले। तपाईँको जिल्लामा गाडी चलेको मात्रै देख्नुभयो, तपाईँको जिल्लामा एडभान्स बनाएको देख्नुभयो। खै त नेपालको अधिकांश जिल्लाहरू पिछडिएको जिल्लाहरू। तपाईँले यही भन्दै गर्दाखेरि अन्य जिल्लाको साथीभाइले के बुझ्नु पऱ्यो? तपाईँको एमालेको जनता झापामा त तपाईँले जितेर पुग्छ होइन? तपाईँ चारपल्ट प्रधानमन्त्री भएको चाहिँ झापाको लागि बन्नुभएको रहेछ। हामीलाई थाहा भयो अहिले। हामीले तपाईँलाई कुन आधारमा भोट हाल्ने? अब नेपालको अधिकांश जनताले कसरी तपाईँलाई भोट हाल्ने तपाईँले बुझ्नुभएको छ। तपाईँले झापाको भोट मात्रै लिनुहोस्, तपाईँको एडभान्स जिल्लाको भोट मात्रै लिएर जाँदा हुन्छ। अल नेपालको साथीहरूले अब एमालेलाई बहिष्कार पनि गर्ने कुनै बेर छैन।